किन चाहिँ हर्क सम्पङलाई कसले मुर्दाबाद भन भन् त म हानिदिइहाल्छु नि उडेर म उडेर हानिदिन्छु कसले भन भन् त तैँले साली यहाँ मलाई जिन्दाबाद भनेको एले मुर्दाबाद भनेको मलाई जिन्दाबाद भनेको सुन्नु गाइले एउटा मुर्दाबाद भनेको छ हर्का साम्पाङ जिन्दाबाद हर्का साम्पाङ जिन्दाबाद भन्छस् कि भन्दैन यसले मुर्दाबाद भन्छ नि त अनि त्यही भएर यसलाई कुटाइदिनु पर्छ अब कुटा खाइस् त साम्पाङलाई चाहिँ मुर्दाबाद भनेको म मुखै चेताइ मुर्दाबाद यो त झोले रहेछ झोले रहेछ को चाहिँ मुर्दाबाद यो झोले साला तँलाई हर्का साम्पाङले भेट्यो भने नि उडी उडी लाथी हान हर्का साम्पाङ मुर्दाबाद न मुर्दाबाद न मुर्दाबाद न मुर्दाबाद भनेको मैले खाइहाल्छ हर्का साम्पाङ त यसो गर जय माटो भन् जय माटो जय श्रमदाम भन् जय श्रमदान श्रमदान भनौ श्रमदान श्रमदामन श्रमदान अनि त किन्छ नि त श्रमदान आयो बाक 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 त्यसको छोरा आयो भाग 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 त्यसको छोरा आयो सब भाग 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 हर्का सम्पङ आयो सब भाग भाग थाहा छैन भन्नु हुँदैन किन ठक 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 गरेर हाल्नु हुँदैन कसैले देखेपछि सय ठुङ्गा सरको जुङ्गा तान्ने हामी विद्यार्थी भनेको थियो नि अखण्ड र प्यारो हाम्रो राष्ट्रभूमि नेपाल अरे सय ठुङ्गा सरको जुङ्गा तान्ने हामी विद्यार्थी खुबारीको साडी तान्ने हामी विद्यार्थी तिमीहरू मुखुबारी मिसको साडी तान्ने हो पढाउँदा पनि मिसा सुन्नु भयो नि तल उडी उडी लाती हान्नुहुन्छ नि अनि दाजु थाहा देखिहाल्छु म देखाइदिइहाल्छु नि गाई खेल्नु होइन म चाहिँ होइन माई नेम इज दीपिका राई माई नेम इज दीपिका राई मम्मी यो पनि हाल्ने यसको माथि सय ठुङ्गा ठुङ्गा हामी सय ठुङ्गा हामी एउटै माल नेपाली स्वर्गभूमि फैलिएका मेची महाकाली कोटि कोटि सम्पदाको अजल बिदालुको रगन्तले शोषण तर अजल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड प्यारो हाम्रो मातृभूमि नेपाल बाहुन जाति भाषा धर्म सत्री दिशा निशाल अवदानी राष्ट्र हाम्रो जय जय नेपाल ओइ जय जय वीरहरूको रगतले पो त वीरहरूको रगतले हेलो गाइस बुदिसिका भन्ने केटीले एउटा स्काउटको गीत गाइदेऊ त छिटो तिमीलाई स्काउट सिक्ने मान्छेलाई गीत पनि आउँछ लु उठ चिकन बनाना चिकन बनाना चिकन बनाना चिकन बनाना चिकन बनाना स्काउट म स्काउट नेपाली सदैमा शुद्ध मन बचन्द कर्म साथी राष्ट्र भक्त कर्म भक्त म स्काउट नेपाली हसिलो चेहरामा सधैँ चेहरामा सधैँ हसिलो मिठो बोली सेवामा बलियो पाइला उचाली धनी गरीब के हुन्छ नि हिर्छु सबलाई अङ्गाली त्यहाँदेखि अनि बुढा भक्त कर्म भक्त म स्काउट नेपाली गरीब मानवताको नाटली यसरी के लाउन आँटेको थिएँ त गीत गाउँ न अहिले त्यस्तो गाउँ न तैँले उयो गीत गर न
हामी पनि सघाउँछौँ क्या आउने रहेछ मलाई इन्द्रेणी सम्झिर्नी साथीर सधैँ तिमी अघि बढाइयो सोना थपेर बेछुटा रंग दोरिलो में छूटा कैसे भुलाऊं बेरिया जरा जरना जरना जर तू भी क्या याद रखेगा जाहिर में तेनू छोड़ दिया जाहिर में तेनू छोड़ दिया नाना उता छिटेर आउनु न नाना उता छिटेर आउनु के हो यो भएको छैन त्यो देखो तो कैसे क्या हो बेटी तुमको जो खोया तो भी मैं खो बैठी तू मुझको ढूंढे तो मैं खुद को पालूंगी मैं तेरे बदले में अब जन्नत को भी आशा बोकेर जाऊँ सगा अब यो सम्झनालाई गाउनु सारा हामी गाना गाउँदैछ यो नि गाउँदै थियो क्या सगा न सगा आउने भए पनि नि अलि मिलेर गाना सब नानी नानी आए बापु गाउनु मैले गीत बिर्से के तिमी गाउँछौ क्या? ओ त गीत गाउँ अर्को खाले यो इन्द्रेणी हैन के त जुन आउँछ त्यही गाउनु नाना गाउने हामीलाई आउने एउटा गीत त्यस्तो गाउनु देउरालीको पलमा सँगै कसम खाउला बेहुली पनि बस्नु तिमी जन्ती लिएर आउला शिरमा दिनु शिरबन्दी हातमा सुनको बाला साँच्चै लागि साँचेको छु स्वयंवरको माला तिर्खा लाग्यो निर्माया निर्माया आउँदैन है सुपर फर्केर मुरलीको धुन मुरलीको धुन जवान गयो निर्माया निर्माया आउँदैन है फेरि फर्केर आउँदैन है फेरि फर्केर जवन गई निर्माया भन् हामीले गायो भने के हुन्छ नि छिरो गीत अब पानीले गाउँछु ल Your honey sing brand very global मलाई आउँदैन तिर्गम हैन चिल्गम पिपपाक पिपपाक यसैपट्टि गीत लाइक द फाल्टर अब म सुरुमा दीक्षाले गीत गाउँछ नि ल सधैँ वो तेरो त जाउला म माथि ल सँग जाऊ समझने बाधा मांगे तेरी घेरिया सोना था मेरा बेझूठा रंग दो दिलों में छूटा कैसे भुलाऊं बेरिया जरा धरना धरना धर तू भी क्या याद रखेगा शरीर पे तेनू छोड़ दिया गाइस यार दुई अन्त पागल भइसक्यो पागल खाना काचहरा कसम कमेन्टमा भनिदिनु होला दिदी गाया चाहिँ होइन सुधार केन्द्र लानुपर्छ क्या त्यसले यसले त झन् गाजा गोटी सबै खान्छ यो दीक्षा भन्ने अनि यो सधैँ झन् रक्सी बियर सबै खान्छ गाइस
गाइज दिपिका जे भन्दैछ नि त्यो नाटक हो क्या दिपिकाले जे भन्दैछ नि त्यो नाटक हो क्या त्यसले राख्नु भन्छ सबै त्यसले जे पाइता भन्दैछ क्या त्यो दिपिकाले मैले फेरि लट्ठी लट्ठी दिन्छ फेरि मलाई धेरै दिपिकाले भन्छ त्यो सबै झुट हो नि गाइज किन नेनी हैन हामी यहाँबाट हिल्लेको छैनौँ यो दिपिकाले के भन्छ यहाँ हेर्नु यहीँबाट हेर्नु ल तपाईँ भिडियोमा हेर्नु होइन तपाईँ थाहा पाउनुहुन्छ हामी यहाँबाट कहीँ हिँडेको छैनौँ यसले पेराङ हानेको नि मलाई होइन पेराङ हान्दा तेरो कहिले लिने पेराङ हुँदैन नि त यो साँच्ची गएको हो त अनि कता पो देख्छ कहाँ उयोकोमा म त इलाम पनि गएको इलाम साथी त मम्मी हाम्रो नानी पनि यो सानोमा गयो है कता श्रीअन्ती म पनि गएको नि सबै गएको नि यहाँको सिरियन्ती त गएर म गएर म त गइन है सिरियन्ती यो त रुएरै गएको म त नजानेको रुएर होइन हौ यसको आमाले यसलाई छोडी गएर होइन अनि यो म निनीहरू घाम हेर्नु गएको थियो नि त अनि घाम हेर्नुको जाँदाखेरि एक्लै थियो यो र म मात्र थिएँ अनि तपाईँले मलाई लानु भएको सिरियन्ती चाहिँ कता छ हौ साँच्ची सिरियन्ती खोइ कहाँ छ त्यो डाँडा जस्तोमा हौ म थाहा छैन हैन थाहा छ त्यो डाँडा जस्तोमा दिपेनदाले पनि गएको नि दिपेन त म आमासित गएको त्यो उयो जाँदाखेरि कहाँ पानमा त्यो त उयो गएको धारा पानी गयो त्यो त धारा पानी गाइजहरु आज हामी फेरि एउटा गीत गाउँछौँ है ल गीत गाऊ म त यसको मम्मी त्यति बेला अब कुन गीत गाउनु मन छ अब नखाने भोलि खाने निलान भएको हौ उयो गीत गाउने ल तिमीले मनी लगायो हामीले त गीतै आउँदैन मनी लगायो मनी लगायो छिनको छिनमा लैलै संसारै भुलायो खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछ तिमीहरूले जाने लु सम्झना छिटो गा कुन त नि कुन कसरी सङ तिमीहरू कहाँ लाग्छ साडी तिमीहरू त यो लगाइरहेको छैन हान्दैन झापडै झापडले ठुमक जाने म बिचमा कहाँ बोलेको छु हामीलाई बिचमा बोल्ने बानी परेको या गर्दैन त पनि तर्से नि हौ किरा देखेर भन्न हामी बिचमा बोल्नु बानी परेको या हामी पनि नाच्नु पर्छ बिच बिचमा यो 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 बिच बिचमा नाच्यो भने उठेर खेलाइदिन्छ झन्ना उयो भयो होला लाल परी हाल परी हामी सबैजना हो मान्छेको परी होइन पापाकी परी यसले लास्टै हँसायो के अरे लाल परी हामी सबै हो मान्छेको परी के हो हौ पापाकी परी हो के गजब भागेर सक्छुलै जाऊ मागेर तिमीहरू त म त उचालेर थेतारै भगाइदिन्छु सला आफू चाहिँ भाग्छ होला हामी त भाग्दैन मेरो साथी अब एउटा छोरा तिनटा छोरी भन न कसो अरे ए दिपाले भन्ने का बाउ आमा छोरी एउटा
सम्नाले केलाई फेरि पाउँदैन अस्ति फेरि रेपे 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 मेरो आउँदैन मलाई रेपे रेपे मेरो समिना पनि ऱ्यापे ऱ्यापे हाम्रो मलाई के आउँदैन जहिले डिस्काउन्टमा त हुन्छ रेपे रेपे हाम्रो दिक्षा पनि ट्यापे दिक्षा बहिनी पो ट्यापेर लाग्नु कस्तो हाँसे दिक्षा पो ट्याप्यो गाइली घर बने चिकन ट्यापेर यहाँ या para ya para ya ani sin brand bare global ya ani sin brand bare global silvia khele chumma sami apa pak ऊ हेर त दिक्षा त ट्यापे भनेको झन् पो नाचिदियो Lepe 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 eri तिमीलाई हेर उला बोलै तिमीलाई सजाउला नाम के हो भन तिम्रो सुना तिम्रो गाउँ का हो नाची देऊ पानी कम्बर फनफनी बाची देऊ नाता गरेर सरी या या हेर दिपिकाले होइन ट्यापे भनेको त झन् पो उफ्रेर नाच भन्दै फेरि लाग्दा सुन या भन्दै त भन्दैन के अरे दीक्षा यो नाच्छ ऊ चाहिँ रिसाउन अरे भन्छ भन् मेरो यो म बिचमा खानामाथि हो त्यहाँ माथि भेट्दैन हामी पनि नभन्ने बिचमा सानै नाच्छ जहिले पनि सुगुरको चुरामा अहिले जब सुगुरको धुतिना समात्ने पर्छ अनि त्यहाँ नाच्छु म गाइस म चाहिँ सुरु काम गर्दैछु अब हेर्नु ल तिमी मात्रै काम भन्न भन ल हामी पनि गर्दैछौँ ल साला भद्दे नि भर्खर काम गरेर अन्त फेरि सम्झनालाई भन्दा मेरो सुतेर खाने मान्छे है गाइसहरू सम्झनालाई भन्दा फेरि ट्यापे ऱ्यापे 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 मेरो सम्झना पनि ट्यापे समिरा सुँगुरको सुत्रमा नाच्छ दिक्षाले सुँगेर खान्छ म सुँगेर खान्छु सम्झना तैँले मेरो सम्झना बहिनी ट्यापे सुँगुरको सुत्रमा नाच समिरा बहिनी तात कस्तो हजुर तल चाहिँ फेरि गीत आयो दिक्षाको पैसा चोरी गाजा खानालाई यो आम्ला खानु हुँदैन जाडोमा गाइजहरु पिपल झारी देऊ न कागे नि भाउजूलाई अनि दिक्षाको बहिनीलाई छिटो गर काम अहिले म कागिनी भाउजूलाई सुरा पताइ देऊ कागिनी भाउजूलाई अर्को भेना खोजिदेऊ भेना खोजिदिनु छिटो यहाँ अहिले कागलाई सुनाबाट फेरि क्वाक क्वाक हाल्छु सरी हेलो गाइस क्रैक क्रैक भ्यागुताको बुढा फ्र्याक फ्र्याक भ्यागुताको बुढा फ्र्याक फ्र्याक ओइ काक काक भ्यागुताको बुढा फ्र्याक फ्याक्दिन ओइ उसलाई फ्याक्दिनु भ्यागुताको बुढा निलाई दिक्षा चाहिँ जुरा हामी सबै हातमा छ चुरा छम 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 दिक्षा एक नम्बर की धाउजु 10 साल मेरो साथीको भाउजू अनि हो त ओ माय गॉड व्हाट साथी अन्त मेरो साथीको
अब मेरो भाउजूहरूले कसरी भन्नु होइन भाउजू चाहिँ कसलाई? अनि यो हरेलाई कसरी भन्नु क्या के पो त मेरो साथीहरू भनेको अझै भन्नु हुन्छ होइन तर दिदीको हो त अनि मेरो आफ्नै नानी अनि नानालाई चाहिँ किन अनि कसरी गर्नु? पिक्का पिक्का तर म चाहिँ होइन खाइस। पागल दिक्षा पागल सबै दिक्षाको बुढाको खानदानै पागल यो दुनिया तसँग खानदानमा नजानी खानदानमा नगर तपाईँलाई थाहा छ यो कसलाई भन्छ तपाईँलाई थाहा छ तपाईँलाई भन्थेँ नि तर म भन्दिनँ गाइस कमेन्ट गर्नु होला है यो नाना को हो अनि म को हो अनि यता को हो तपाईँहरू कमेन्ट गर्नु होला बाबाई होइन गाइस बुढाको त झन् खानदान त झन् परेको हुन्छ तर माइली आएर भक्ति पुरा नै हेर्नु हुँदैन आधी मात्रै हेर्नुहुन्छ ला तेरो कुरा त बच्चाले पो पो तपाईँ हेर्नुभयो भने हेर्नु है सम्झनाले पादो पेडाक गरेर पनि सुनिनु सक्छ अब यसमा हेर्न अनि सबै फाल्तु नि भन्छ फेरि दिपिका त 1 मिलियन भ्युज अनि 1 मिलियन लाइक आउनु पर्यो नि फेरि यस गाइस पनि हामी च्यालेन्ज खेल्नु आउनु पर्यो कमेन्ट च्यालेन्ज पनि हुनु पर्यो नि त खुट्टा अहिले यो केलाउने च्यालेन्ज खेल्नु रक पेपर सिजर गर्दै ल यहाँहरु सबैजना धेरै कन्जे केलाउँछ ल नो बेबी नो रक पेपर सिजरमा चाहिँ नगरौँ होला यो थापकै केलाम खानुला भएको भए चाहिँ रक पेपर खेल्दा हुन्छ नि अनि त के केलाउँदै भाग्ने हो अनि केलाउने रक पेपर गर्दै यो थाहा छ हामी के गर्छ ल म भाग लाइदिन्छु तिमीलाई ल यति ल ल ल ल ल रक पेपर सिजर गर्नुभन्दा बरु भाग लाइदिन्छु नगर्नु है You make the best and I make the sound. हेलो गाइस यो हेर्दैन पाप दिपिकाले हारिहाल्छ काले नर्भस कालो छ र त्यसलाई खोज्न गई खोज्नु त सजिलो छ ल बहिनी उज्यालोमा लुक्न त लाग एकैछिनमा देखिहाल्छु त हैन के मैले उता माथि कालो भयो भने त हाँसो भन्छ दाँत त उयो देखिन्छ नि सेतो तर्किन्छ क्लिक गरेर आउँछ हेर्नु मेरो साथी रचना हैन गाइस त यो किरने किरने भन्ने को हो यहाँ मेरो युट्युब हेरेर उयो हेरेर यहाँ नानीहरूले कुरा गर्दैछ किरण भन्ने चाहिँ हैन यसको साथी मेरोसँग पढ्ने किरण हैन त्यसको नाम चाहिँ सबैले त्यसलाई किरण हान्छ क्या त्यो साले घप्से छ अनि राति हेर्दा पनि किन त्यसै देखिन्छ त मलाई त त्यस्तै लाग्छ नभन्दा त्यसले धेरै भन्छ तर कुटेर मार्छन् फेरि बङ्की बङ्गु हान्दिन्छ बङ्की बङ्ग हान्छ त्यसले नाइ ग्याङ कालो कालो ग्याङ लिएर तर बङ्की बङ्ग हान्छ कालेहरू लिएर त्यसो भन्दैले कुटाउनु त म त मारिदिइहाल्छु आयो भने हैन म त यत्रो ढुङ्गा बोकेर बसिरहेको तिनीहरूले कुरा माथि हेरिरहन्छ हात लाउँदा पनि राखी तिमीले भित्रायो मलाई यो संसारमा राखी जति कठिन परिस्थिति आए पनि तिमीले माया नमला माया र ममता म सम्झिने छु जहिले तिम्रो साथ क्षमा बाउआमा यतिमाबाट गल्ती भए तिम्रो मायाको आवाजमा रसम्म बाँचिरहे हिजो आज मन मेरो दुख्ला होला नि कहिले काहीँ मन मेरो रुन्छ होला नि माछाको काँटा
गाइस हाम्रो बिचमा हेर्नु गाइस बल्छी बल्छी गरेर आउँछु ल ल गाइस हेर्नु बल्छी गाइसहरु फाइनली गाइस के गर्नु के भन्नु ल छिराउ न पर्खिनु नि हेर्नु लहरी गयो बल्छी भइरहेछ लहरी भनेको बुझ्दैन त मान्छेले लहरी लहरी कन्ची देवरी पारी मण्डलहरी पारी इन्जिन गाडीमा घुमेर आउँछु बुझी इन्जिन म त इन्जिन गाडीमा घुमेर आउँछु तपाईहरु घुम्नुहुन्छ तपाईले ब्लग बनाएर आउँदैन बाई बाई गर्छ